सो धेरै नै वेट गरिरहनु भएको हाम्रो NS 400 को भिडियो चाहिँ आज बल्ल दिन मिले बनाउने हैन। सो बाइक एकदमै मोन्स्टर छ, एकदमै बवाल लाग्यो। अनि यसको फुल रिभ्यू भिडियो चाहिँ लास्टसम्म हाल्दिएको छु। तपाईहरुले भनिरहनु भएको थियो त यसले चाहिँ NS लाई हेड गर्छ, यस्तो गर्छ भनेर थियो। सबै बाइक चाहिँ एउटै हो, म त्यस्तो हेड गर्ने भन्ने हुँदैन। सो NS 400 को भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। यसको चाहिँ फुल डिटेलमा रिभ्यू गरिदिएको छु। अनि यसको प्रोज कन्स के छ, तपाईले भोलिको दिन किन्दाखेरि हुने बेनिफिटहरु के छ सबै चाहिँ मैले भिडियोको लास्टसम्म भनिदिएको छु। अनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सुरुमा गरेर सब्स्क्राइब गरिहाल्नु होला, किनकि यो भनेको भोलिको दिन अरु बाइकको भिडियो आउँदा अरु कन्टेन्टहरु आउँदा नि तपाईले सजिलै हेर्न सक्नुहुन्छ। सो अब हामी कुरा गरौँ यसको इन्जिन सेटअपको। इन्जिनको कुरा गर्नु पर्दाखेरि 373.3 सीसी को इन्जिन पाउनुहुन्छ नि, जुन चाहिँ रहेको छ DOSC 4 भल्भ 4 स्ट्रोकमा रहेको छ। र पावरको कुरा गर्नु पर्दाखेरि यसले 8800 RPM मा जेनेरेट गर्छ भनेदेखि यसको म्याक्स टर्कको कुरा गर्नु पर्दाखेरि 35 Nm को टर्क रहेको छ, जुन चाहिँ 6500 RPM मा प्रोड्युस हुने गर्दछ। सो यो मोन्स्टर इन्जिनलाई कन्ट्रोल गर्नको लागि चाहिँ हामीलाई दिएको छ 6 स्पिड गियर बक्स भन्दिन। साथसाथै यसमा चाहिँ हामीले स्लिपर एसिस्टेन्ट क्लच पाउन सक्छौं, जसको कारणले गर्दा चाहिँ हामीलाई हाइवेतिर जाँदाखेरि लङ टुरहरु जाँदाखेरि पनि क्लच चाहिँ एकदमै स्मुथ, एकदमै नरम, एकदमै बटरी फिल हुन्छ, जसको कारणले गर्दा चाहिँ गियर शिफ्टिङमा एकदम सजिलो हुन्छ र गियर शिफ्टिङ पनि एकदम स्मुथ हुन्छ, त्यस्तो हार्ड हुँदैन। सो यसको च्यासिसको कुरा गर्नुपर्दा चाहिँ पेरिमिटर फ्रेममा रहेको च्यासिस पाउन सकिन्छ भन्दिन। साथसाथै यसमा चाहिँ एउटा प्लस पोइन्ट के छ भने हाम्रो जुन पुरानो आइरहेको डोमिनार थियो त्यसैको च्यासिस र अनि इन्जिन पनि पहिलाको डोमिनारको इन्जिन छ, जसको कारणले गर्दा चाहिँ रिफाइनमेन्ट चाहिँ एकदमै स्मुथ पाएँ मैले। सो कुरा गरौँ यसको ब्रेकिङ सिस्टमको के छ त। यसको 40 हर्स पावरको पावरलाई चाहिँ कन्ट्रोल गर्नको लागि ब्रेकिङ चाहिँ हाम्रो ग्रिमिकाको ब्रेकिङ सिस्टम दिएको छ भन्दिन। अगाडि पछाडि नै ड्युअल च्यानल ABS प्लस ड्युअल डिस्क पाउनुहुन्छ। साथसाथै यसको अगाडिपट्टि रहेको छ 320 mm को एकदमै ठुलो डिस्क प्लेट पाउनुहुन्छ अनि पछाडिपट्टि पाउनुहुन्छ 230 mm को डिस्क प्लेट पाउनुहुन्छ, जसको कारणले चाहिँ ब्रेकिङ एकदमै क्रिस्पी छ। र अहिलेसम्मकै मलाई चाहिँ बजाजको बाइकमा आए मध्येकै ब्रेकिङ चाहिँ एकदमै स्मुथ लाग्यो, सँगसँगै एकदम क्रिस्पी पनि छ क्या, ट्याक ट्याक ठाउँमै रोकिन्छ। सो कुरा गरौँ अहिलेको ट्रेन्डिङ बाइकहरुमा हरेक बाइकमा राइडिङ मोडको कुरा आउँछ र बजाजले चाहिँ हामीलाई 4 वटा राइडिङ मोड दिएको छ, जसको कुरा गर्नु पर्दाखेरि एउटा छ अफ रोड, एउटा छ रोड मात्रै, अनि अर्को स्ट्रिट अनि स्पोर्ट्स मोड, जसमा चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ स्पोर्ट्स मोडमा एकदमै ग्रन्टी फिल पाउनुहुन्छ अनि एकदम एग्रेसिभ फिल पाउनुहुन्छ। रोड मोडमा चाहिँ नर्मलै हुन्छ भन्दिन। अफ रोड मोडमा चाहिँ तपाईको पछाडिको ABS अफ हुन्छ र अगाडिको मात्र चल्छ भन्दिन। रेन मोडमा चाहिँ हल्का पावर ल्याग भएर तपाईको पछाडिको टायर चाहिँ स्लिप नहानी गरेर तपाईको जुन रहेको यसमा ट्र्याक्सन कन्ट्रोल छ, ट्र्याक्सन कन्ट्रोलले चाहिँ अलि धेरै नै काम गरिरहेको हुन्छ भन्दिन। ABS ले पनि अलि हार्डली ABS ले लिने र छोड्ने गरिरहेको हुन्छ, त्यो चाहिँ मलाई एकदम नै मन पर्यो। साथसाथै यतिको 4 वटा मोड पाउनु भनेको चाहिँ यो प्राइस रेन्जको बाइकमा एकदम नै बेस्ट हो जस्तो लाग्छ मेरो लागि चाहिँ। सो कुरा गरौँ यसको लुक्सको कुरा गर्नु पर्दाखेरि बाइक चाहिँ टाढैबाट हेर्दा पनि एकदमै धेरै मस्कुलर देखिन्छ भनेदेखि हाम्रो यो चाहिँ लुक्स चाहिँ हाम्रो लेजेन्डरी NS 200 बाट प्रभावित भएको जस्तो देखिन्छ भन्दिन। तर ट्याङ्कीको सेप र साइज चाहिँ हाम्रो NS 200 सँग अलिकति पनि मिल्दैन र एकदम नै बोल्ड देखिन्छ बाइक। सँगसँगै बाइक चाहिँ प्योर स्ट्रिट फाइटर जस्तो देखिन्छ। र अर्को कुरा यो प्राइस सेगमेन्टमा यतिको लुक्स पाउनु भनेको नि धेरै नै राम्रो कुरा हो। र यो लुक्स सँगसँगै तपाईलाई एकदमै कम्फर्टेबल बनाउनको लागि यसमा चाहिँ हामीले पाउन सक्छौं 807 mm को सिट हाइट पाउन सक्छौं भन्देखि। सो कुरा गरौँ कलरको कुरा गर्नु पर्दाखेरि यसमा चाहिँ हामीले पाउन सक्छौं ब्ल्याक, व्हाइट र रेडको मात्र अहिले नेपालमा चाहिँ अवेलेबल छ भनेदेखि कलर चाहिँ मलाई चाहिँ ब्ल्याकमा चाहिँ मेरो पर्सनल चोइसमा पनि एकदमै राम्रो लाग्यो र रेड र व्हाइटमा पनि अति नै राम्रो छ बाइक चाहिँ। तर मेरो पर्सनल चोइस चाहिँ ब्ल्याकतिरै जान्छ। सो यो मोन्स्टर इन्जिनलाई चलाउनको लागि चाहिँ हामीसँग छ 12 लिटरको फ्युल ट्याङ्क, जसको चाहिँ माइलेजको कुरा गर्नु पर्दाखेरि एभरेज नै 34 भनेर कम्पनी क्लेम छ भने मैले आफैले पाएको भनेको 30 भन्दा माथि चाहिँ खासै पाइन्छ जस्तो लाग्दैन, किनकि यो 400 सीसी को इन्जिनमा त्यतिको माइलेज पाउनु नि धेरै नै राम्रो हो। एकदम फ्युल चाहिँ राम्रै दिएको भन्नुपर्छ। अरु बाइकहरु यसको कम्पेरिजन अरु 400 सीसी को बाइक छ भन्दिन 30 को माइलेज चाहिँ पाइदैन हैन, 18-20 पाइरा छु मैले कतिपय 400 सीसी को बाइक चलाउँदाखेरि। सो अब यो बाइकलाई मजाले रोडमा कुदाउनको लागि एउटा टायरको नि राम्रो आवश्यकता हुन्छ र त्यो टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले पछाडी पाउन सक्छौं 140/70 साइजको चाहिँ Yamaha को मज्जाको रेडियल टायर पाउन सक्छौं भने अगाडिपट्टि पाउन सक्छौं 110/70 को नन रेडियल टायर हो अगाडिको चाहिँ। तर नन रेडियल भने ग्रिप चाहिँ राम्रै छ। अनि प्लस यो चाहिँ यो टायर चाहिँ धेरै जसो पहिलाको ड्युक 200हरुमा नि युज भएर आइरा हुन्थ्यो भनेदेखि अहिले बजाजले पनि यही युज गरिरहेको छ, जुन चाहिँ एकदमै प्लस पोइन्ट हो। यसमा चाहिँ कस्ट कटिङ गरेकै छैन भन्नुपर्छ हैन। र कुरा गरौँ यो बाइकको सस्पेन्सन सेटअपको, जसको कारणले चाहिँ बाइकको लुक्स नै परिवर्तन हुन्छ र बजाजले चाहिँ अहिले यो जुन NS 400 मा हाल्दिएको गोल्डन फर्क छ, अपसाइड डाउन फर्क छ, जसको कारणले गर्दा चाहिँ लुक्स पनि एकदमै राम्रो छ र ह्यान्डलिङमा पनि एकदम नै कम्फर्टेबल छ। र यो अगाडिको फर्कको कुरा गर्नुपर्दा 43 mm को फर्क छ भनेदेखि
पछाडिको कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो यो ग्यास चार्ज नाइट्रोक्स मोनोसक्स भन्छ, जसको कारणले गर्दा चाहिँ एकदम नै त्यो अफ रोडहरूमा पनि बम्पी रोडहरूमा पनि त्यस्तो धेरै एकदमै त्यो जर्की फिल चाहिँ हुँदैन, एकदम नरम तरिकाले आनन्दले स्मुथ चाहिँ बाइक स्मुथ जाने गर्छ, जुन चाहिँ यो अहिले यसमा युज भइरहेको सक छ। यो चाहिँ नर्मली हामीले अरू बाइकहरूमा खासै त्यति धेरै पाइँदैन र यो प्राइस रेन्जको बाइकमा यस्तो खालको सकहरू युज नै भएको हुँदैन। सो कुरा गरौँ यसको ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दाखेरि 160 mm को ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुन्छ भनेदेखि, जुन चाहिँ यो नेपाली रोडको लागि अलिकति होइन कि जस्तो लाग्छ, कतै कतै स्पिड ब्रेकरमा नि छोएको जस्तो फिल भयो मलाई। त्यो भनेर मैले बाइक नराम्रो भन्नु खोजेको होइन, यो चाहिँ हाम्रो ड्युकहरूमा पहिलाको ड्युकहरूमा नि यो सानोतिनो प्रब्लम त भइ नै हाल्छ। बाइकको इन्जिनियरिङ गर्दाखेरि यसको अब हाइट माथि बढाउने हो भने स्पिडको लागि चाहिँ अलिकति तनाव हुन्छ। अब कुरा गरौँ यसमा रहेको हाम्रो के चाहिँ छ त, मिटर कन्सोल कस्तो छ भन्दाखेरि मिटर कन्सोल फुल्ली डिजिटल मिटर दिएको छ भनेदेखि यसमा चाहिँ हामीले एकदम मजाले राइडिङ मोडहरू चेन्ज गर्नु मिल्यो, एबिएस अन अफ गर्नु मिल्यो, सँगसँगै यसमा ओडियो मिटर पनि डिजिटली देखाउँछ, स्पिडोमिटर पनि डिजिटली छ र हेडलाइट पनि मिठो अगाडिको प्रोजेक्टर हेडलाइट छ, जसको कारणले राति त लगभग पुरै त्यो टिफरको बराबरकै हेडलाइट बल्ने रहेछ। त्यो चाहिँ एकदमै मजा लाग्यो मलाई। अब मेरो हिसाबमा चाहिँ यो बाइक के छ त, यदि इफ मैले मेरो बाइक चेन्ज गर्नु पऱ्यो भने यो बाइकमा म सिफ्ट हुने कि नहुने भन्ने कुरा चाहिँ यो चाहिँ मेरो आफ्नो पर्सनल हो। अब यदि तपाईँसँग टन्नै पैसा छ, 10-15 लाख पैसा छ भने तपाईँ जान सक्नुहुन्छ राम्रो बाइकमा, राम्रै सेगमेन्टको बाइकमा जान सक्नुहुन्छ। तर तपाईँलाई आफ्नो इच्छा अनुसारले ठिक्कको अब प्राइस रेन्जमा चाहिँ मजाले चढौँ न त, 400 cc पनि फिल गरौँ, एउटा बिगिनर्स बाइक भन्छ यसलाई बाहिरतिर चाहिँ, एउटा बिगिनर्स बाइक फिल गरौँ त भन्ने छ भने चाहिँ यो तपाईँको चोइसमा हुनसक्छ। किनकि कुनै पनि प्राइस रेन्जमा कुनै पनि बाइक छैन कि नेपालमा यो प्राइस रेन्जमा आओस्। र यसको प्राइसको कुरा गर्नु पर्दाखेरि मात्र 6 लाखभन्दा अलिकति मात्र माथि हो, धेरै माथि छैन। सो तपाईँले 6 लाख रुपियाँ बजेट सुरु ठिक पार्नु भयो भने एकदम सजिलो छ। सँगसँगै तपाईँले बजाज 3 गुणेसँग समन्वय गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ डाउन पेमेन्टमा पनि यो बाइक आउँछ। अनि अब मलाई चाहिँ कस्तो लाग्यो पर्सनल्ली, मेरो फिल चाहिँ कस्तो भयो, पावरहरू कस्तो लाग्यो भन्दाखेरि नर्मल्ली आएको 400 cc को बाइकहरू मैले धेरैवटा पनि चलाइसकेँ होइन। अब बाइक कम्पनीमा कम्पेयर गर्नु पर्दाखेरि सिएफ मोटो चलाएँ, केटिएम चलाएँ, त्यो सँगसँगै बेनेली पनि चलाएँ होइन। अनि यिनीहरू बाइकहरूको कम्पेरिजनमा चाहिँ हिमालयन 450 चलाएँ। यिनीहरू बाइकहरूको कम्पेरिजनमा चाहिँ यसले आफूलाई अलिकति फरक नै गर्छ क्या। जस एनएसको चाहिँ एउटा छुट्टै नै फ्यान बेस छ र त्यसको लागि भनेर बजाजले जुन गरेको छ। अब यसमा कुनै कुराहरू ल्यागिङ छ, थोरै हल्का कुराहरू ल्यागिङ छ, त्यो कुराहरूलाई चाहिँ मजाले म्यानेज गर्दै अगाडि बढ्न सकिन्छ। सो कुरा गरौँ यसको सर्भिसिङ कस्ट के कति आउँछ र भोलिको दिनमा लङ रन चढ्दाखेरि के कस्तो छ भन्ने कुरा आउँछ। र यसमा तपाईँहरूलाई मैले भन्न छुटाएँ एउटा USB टाइप C को USB चार्जिङ पोर्ट पनि पाइन्छ, जसको कारणले गर्दा तपाईँ लङ टुरहरू जाँदै हुनुहुन्छ भने तपाईँको ग्याजेट चार्ज गर्नको लागि चाहिँ एकदम सजिलो छ। टेक्नोलोजीले एकदमै भरपुर छ है यो बाइकमा चाहिँ, ट्र्याक्सन कन्ट्रोलदेखि लिएर हरेक चिजहरू छ, त्यो कुराहरू सबै वेल एकदमै टेक्नोलोजी फुलफिल भएको बाइक चाहिन्छ भने चाहिँ तपाईँको लागि यो एकदमै लो कस्टमा चाहिँ एकदम राम्रो हुनसक्छ। सँगसँगै बिल्ड क्वालिटी पनि जुन प्राइसमा हामीलाई आइरहेको छ, फिट एन्ड फिनिस पनि एकदम नै राम्रो छ। कुनै पनि चिजहरू मलाई त्यस्तो नराम्रो भन्ने चिज लागेन। र इभन यो लुकिङ ग्लासको कुरा गर्नु पर्दाखेरि लुकिङ ग्लास पनि हाम्रो ड्युक 390 डोमिनारबाटै आएको लुकिङ ग्लास हो, जस्तो ड्युक 390 डोमिनार छ त्यस्तै छ यसमा। र अनि अर्को कुरा भनेको हामी नेपाली भइसकेपछि के हुन्छ, सबैजनाले 10 लाख माथिको बाइक किन्न सक्छ भन्ने हुँदैन। र अहिले चाहिँ नेपालमा आएको जति पनि सेगमेन्टको यो 400 cc सेगमेन्टको बाइकहरू छ, यिनीहरू चाहिँ सबै नै 10 लाखभन्दा माथि पर्छ। र यो मात्र एउटा यस्तो बाइक होला जुन चाहिँ हामीले 6 लाख एराउन्डमा पाउन सकिन्छ र मजाले फिल लिन सक्यो नि त। लगभग 154 चाहिँ कम्पनी क्लेम यसको टप स्पिड छ भनेदेखि हामीले नर्मली कुदाउँदाखेरि रोडमा कुदाउँदाखेरि अहिले त्यस्तै केटाहरू पऱ्यो भनेदेखि 165 सम्म यसले मजाले हान्न सक्छ। र अब कतिपय कुराहरू त आफ्नो पर्सनल प्रिफरेन्सको कुरा नै हुन्छ। यो बाइक किनेर म 10-15 हज़ार थप्छु भनेर टायरहरू अलिक खत्रै खालको हालेर हल्का मोडिफाई गरेर चलाउँछु भने नि मजाले मिल्छ यो बाइकलाई चाहिँ, त्यस्तो खासै गाह्रो पर्ला जस्तो लाग्दैन। सँगसँगै यसमा चाहिँ अर्को एउटा प्लस पोइन्ट भनेको एक्जस्टेबल लिभर चाहिँ बजाजले कहिले पनि इन्ट्रोड्युस गरेको थिएन र यसमा चाहिँ एक्जस्टेबल लिभर पनि छ। सो यति भन्दै यो बाइक चाहिँ मेरो लागि एकदमै चोइसमा पर्ने बाइक हो। यदि इफ म चाहिँ आजभन्दा 3 वर्ष अगाडि चाहिँ यो बाइक लन्च भएको थियो भनेदेखि र मेरो चाहिँ V3 बाइक थिएन त्यो बेलामा भनेदेखि त्यसको साटोमा चाहिँ म 400 cc लास्टै चढ्नु मन थियो, त्यो बेलामा थिएन यो बाइक, त्यो भएर मैले चढ्न सकिनँ। र तपाईँहरू चाहिँ चढ्ने सोचमा हुनुहुन्छ भने तपाईँहरूको लागि राइट चोइस हुनसक्छ 400 cc को बाइक चढ्ने सोचमा हुनुहुन्छ भने, किनकि 2 देखि 5 वर्ष इजिली चल्छ यो बाइक। अहिले लगभग नेपालीहरू कसैले पनि 5 वर्षभन्दा माथि एउटा बाइक चढेर हिँड्छ जस्तो लाग्दैन मलाई, किनकि ट्रेन्ड अनुसारको ट्रेन्ड फलो गर्नै पर्यो नेपालीहरूलाई। सो यति भन्दै आजलाई भिडियो एन्ड गर्छु र पछि पनि यस्तै बाइक रिभ्यूहरूको भिडियोहरू आउँदै गर्छ। र फेरि पनि भने मैले अझै पनि च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। यो भनेको मेरो लागि हौसला हुन्छ, प्रोत्साहन हुन्छ, हरेक चिज नै तपाईँहरू हो। र यति भन्दै बाई बाई भन्न चाहन्छु। सकेकै हो त अब, बवाल भयो भाइ, सुट दामी भयो। म हरिबहादुर।